गुड मर्निङ वेलकम टु ब्याक माई न्यू ब्लग हुँदैन आज ब्लग स्टार्ट गर्न गइरहेको छु। अब टाइम ब्लगिङ जाँदैछ यहाँनिर 5 बजिसक्यो। उसलाई हेर्छु उहाँ छन् जाँदैछु उनीहरूलाई गाइज एक्सर्साइज गरेर भ्याएर चाहिँ हामी रुममा जाँदैछौँ। सिधै रुममा भेट्नु फाइनली हेर्नु गाइज रुममा पुगेर नि मुखसुख धोएर अनि त्यहाँबाट होटल जाँदैछु। अनि रुमबाट बाहिर आइसकेर अहिले चाहिँ होटल जाँदैछु। अनि रुममा आएको भिडियो चाहिँ मैले किन बनाएन भन्दाखेरि त्यसमा एउटा कारण छ। वकिङ जाँदै थिएँ साउले आज फोन गरेर चाबी कहाँ छ भनेर सोध्थ्यो। त्यही चक्करमा गर्दा यो भिडियो चाहिँ बनाउनु पाइनँ रुमतिरको। चाहिँ अब अरू चाहिँ बनाउँछु। यसरी चाहिँ होटल जाने टाइम भएको छ। अनि बाहिर चाहिँ यस्तै पानी परिरहेको छ। होटल कसरी जाने त्यो पनि थाहा छैन। म र किशोर दाइ मात्रै छन् यहाँ। किशोर दाइ त्यो टाइम त म त्यहाँ छु। कसरी जाने खतरा भिजिनु भयो आज हेर्नुलाई। त्यस्तो पानीमा नि हामी मेहनत गर्दै अहिले होटल गइरहेको छौँ नि। किशोर दाइ चाहिँ यहाँ खतरा पानी परिरहेको छ। पानी परे भने काममा जानुपर्छ। जिन्दगी यस्तो छ। भिज्दै होटल आइपुग्यो। काम स्टार्ट गर्छु। म चाहिँ चिकन काटिरहेको छु। ट्राइपडले हल्का कहिले गर्छु पनि हुँदैन। चिकन काटिरहेको छु मजाले। चिकन काटिरहेको छु। अनि अरू म चाहिँ यता छु। चिकन यता काटिरहेको छु। मैले चाहिँ भित्र काम गरेर भ्याइसकेँ। अनि यहाँ चाहिँ बिटरुट बोरलाई उसको लागि काटेर रेडी गरेर राखेको छु यता चाहिँ। अनि यतातिर भन्नु पर्दा यो दालको लागि पुरै रेडी गरेर त्यो सेटअप गरेर भ्याएर अब चाहिँ बाहिर जाँदैछु। पुरै काम भ्याइ गरेर होटल बन्द गरेर हामी जाँदैछौँ। अनि आधी छिटै भएर जाँदैछ। अनि अरू चाहिँ पुरै रुममा गइसक्यो। म चाहिँ आउँदैछु। अनि कृष्ण दाइ चाहिँ आउनुहुन्छ देखेको छैन तर आउँदै घर जाँदैछु। रुम चाहिँ त्यहाँ छ पुग्दैछौँ। अनि आजको भिडियोलाई यति नै भन्दै यो ब्लगलाई यहीँ एन्ड गर्न चाहन्छु। भिडियो मन पर्ने लाइक अनि सब्सक्राइब गरिदिनु होला। नेक्स्ट ब्लगमा भेटौँला। बाई।